जाँदैछौँ। फाइनली हाम्रो केटाहरू हराइसकेपछि फेरि भेटेर चाहिँ भइसकेका छौँ हामी यहाँ ओखान ठाउँमा होइन। वेलकम 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 टु माई ब्लग। के भन्नु छ, कस्तो लागिरहेको छ बाटो, कस्तो लागिरहेको छ? एकछिनसम्म सुन्ने चिल्लो बाटो आयो अनि एकैछिनमा फेरि गर्र आउँछ अब टोइलेटले बाटो तर यस्तो टिप्परहरू बसहरूबाट बसेर हिँड्नुपर्छ। यिनीहरूले चान्स हानिरहेछ होइन। हाम्रो व्रतको दिनमा पनि यिनीहरू चाहिँ जुस खाइरहेछ होइन। हाम्रो नाम गरेर तर दही पनि एक्लै एक्लै खाए यिनीहरूले होइन। हाम्रो व्रत भन्ने मात्र हो तर दही पनि सुटुक्क सुटुक्क खाए यिनीहरूले। अनि कोक पनि सुटुक्क लिएर आछन् होइन। तर हामीलाई चाहिँ यस्तो गफ हानेर केटाहरू यार गफ हानेर एक्लै एक्लै दही खाने। हाम्रो व्रत भने तपाईँ दही खाने अनि आएर फेरि हाम्रो जुस पनि खाने होइन। काका बाजेर हाम्रो काका हो। काका कहाँ हो? हरि काका बाटाबाट दौडेर। म एकदम सिमरा जानु मन लागिरह तर यिनीहरूले के कारणवश रोकै गर्छन्। रोकेको हामी त तिमीभन्दा अगाडि नै रहेछौँ त। ठाउँमा हाम्रो टप सिनेमाटोग्राफर अब पत्यामा गर्नु कति ढिला लाग्यो? धान त्यहाँ रोकेको नि त 5 मिनटको जो किन नजाम न त। ए हामीले यस्तो जोरमा हिँडेको हजुर अब यही हो 5 मिनट। यो के हो? पत्लैया सिमरा चोक्नु जाने यही हो बजार पत्लैया भन्ने। यो पत्ले यही होइन त? अनि यताको बाटो कता गइन्छ? उता अर्को हाइवे ए यताबाट सिधै यहाँ चाहिँ बिरबस। म त पत्ले चोक्नु छु। हामी त्यसै पाथिबाट गएको यताबाट हो? यताबाट हो। अब लोकेसन फोन गर्नुपर्छ एकछिन। यसो कतै चिया पछाडि अलि अगाडि हिँड त। हामी चाहिँ सिमरा आएको लगभग 1.5-2 घन्टा भइसक्यो। हामी यहाँ रेस्ट गरेर एकछिन अनि त्यसपछि फ्रेस पनि भइसक्यो हामी सबैजना। अनि त्यसपछि अब चाहिँ हामी फ्याक्ट्री भिजिटको लागि जाँदैछौँ। बायोकमको फ्याक्ट्री भिजिट गर्न जाँदैछौँ हामी साथीहरू भएर। अनि त्यसपछि त्यहाँ भोलि हामी त्यही सुटिङ गर्ने। त्यही भएर चाहिँ भोलि के खिच्ने कसरी खिच्ने भनेर चाहिँ हामी त्यहाँ हेर्न जाँदैछौँ। हामीहरू फ्याक्ट्री भिजिट गर्न जाँदैछौँ तर हामीलाई लोकेसन त एक्ज्याक्ट थाहा छैन।
आइसक्यो राम्रो भयो र होइन केटाहरूले साइको उनीहरूको थिम कस्तो थियो अरे राम्रो पूर्व पश्चिम उता त यही हो लेख्न त पर्ने नभए हामी फ्याक्ट्री भिजिट गर्दैछौँ टाइममै आउनुभयो ढिले त भएन ए हुँदैन भनेर त्यही सुनेको थियौँ कि हामीले पनि हामी अहिले सिमराको हटियामा छौँ कस्तो लागिरहेको छ रमाइलो लाग्दैछ रमाइलो भइरहेको छैन नाइटमा हामी हिँडिरहेको छौँ बेलुकामा कहाँ पुगेर आयो पनि थाहा छैन होइन अनि हामी अहिले चाहिँ यो बजारमा हटियामा छौँ यहाँ चाहिँ हामी चाहिँ व्रत भएको भएर काँक्रा अनि फलफुलहरू किन्दैछौँ उहाँहरूले त खाना खानु हाम्रो साथीहरूले हामी दुईजना चाहिँ फलफुल खान्छौँ किनेर आउनुभयो अनि अरू लाम्चो खालको अङ्गुर हुन्छ नि त्यो किन मन लागिरहेको थियो कस्तो लागिरहेछ सिमरामा कि रमाइलो लागिरहेको छ तरकारी किन्न पाए कति मजा आउँथ्यो होटेल पुग्दैन दिन पहिला अवस्था दिदीलाई दिदी त कुदेर गौतम होटेलको भोलि त फिल्डमा जानु पऱ्यो नि त बिहान 5 बजे उठेर फाइनली डे 2 अफ सिमरा हेज बिन स्टार्टेड र अब हामी बिहान उठेर फ्रेस भएर फ्याक्ट्रीमा जाँदैछौँ किनभने आज हाम्रो के छ सुट गर्ने ठाउँमा चाहिँ अलिकति सबै कुराहरू देखाउन नमिल्ने रहेछ किनभने फ्याक्ट्रीभित्र छ त्यो भएर चाहिँ के हुन्छ चाहिँ देखाउने कोसिस गर्छ है त टिल देन किप वाचिङ माई भ्लग सिसिरको च्यानल हामी जाँदैछौँ सुटिङ गर्ने ठाउँमा अनि बल्ल बिहान उठ्यो अब सुनमा के खान्छौँ के गर्छ बाटोमा के हुन्छ के भन्छ स्टे ट्युन होइन निस्कन बाहिर निस्कन अब चाहिँ हामी सुटको लागि मुभ भयो लेट्स गो हेलो क्यामेरा हजुरलाई थ्याङ्क यू हामीले क्यामेरा छोडेर Oh my goodness. हामी खाजा खानलाई चाहिँ मिठो बसा लागिसकेका छौँ होइन अब किनभने बिहानमा हामीलाई एकदम फास्टहरू खाजा केही पनि भन्दै गयो यहाँ चाहिँ केही पाउन खोज्छ भन्दा आयो यहाँ चाहिँ जेरीपुरी तरकारी रहेछ अब हामी चाहिँ जेरीपुरी तरकारी खानु भयो त जेरीपुरी तरकारी अब म पनि जेरी खाँदिनँ धुम होइन होला नि फ्रेस होला अब बिहानै बनाउँछ कि हाम्रो पुरी र तरकारी आइसकेको छ है कहाँ गयो फोकस मेरो फोनको फोकस कहाँ गयो साथीहरूले जेरी पुरी अनि तरकारी इन्जोय गर्दै हुनुहुन्छ भने त जेरी नै आइसकेको रहेछ है त टी टाइम
स्पेसल इकोनोमिक जोन हामी चाहिँ यहाँ आइसकेका छौँ स्पेसल इकोनोमिक जोनमा। अब यहाँभित्र चाहिँ डिफ्रेन्ट फ्याक्ट्रीहरू छ सायद होइन, फ्याक्ट्रिजहरू पनि छ। अब हामी जान लागेको चाहिँ बायोकम फ्याक्ट्रीमा हो, जहाँ चाहिँ प्लास्टिकलाई पेलेर प्लाइबोर्ड जस्तो बोर्डहरू बनाइन्छ। त्यो फर्निचरमा काम लाग्छ, ढलाइ गर्दा काम लाग्छ, अनेक कामहरूमा काम लाग्छ, टाइलको रूपमा पनि काम गर्नु सकिन्छ। अब डोजर चाहिँ यहाँ जाम जाँदाखेरि याद गरेर खिच्नुपर्छ है ल, जाँदाखेरि याद गरेर खिच्ने कुरा भयो। अब हामी मुभ हुन्छौँ फ्याक्ट्रीतिर। लेट्स स्टार्ट। कुकुर केही नगर यो दाइ होला सक्यो हिँडेको। के अरे हामी बायोकमको फ्याक्ट्रीमा आइसकेका छौँ। अब यहाँ हामी सुटिङ गर्छौँ होइन। ल क्यामेराहरू सेटअप गर्नु लाग्यौँ। क्यामेरा सेटअप भएपछि हामी यहाँ सुटिङ गर्छौँ। अब यहाँ त्यसपछि हामी अब काममा लाग्छौँ। तपाईँहरू पनि आफ्नो काममा लाग्नुहोस् भन्न म चाहदिनँ। ब्लग हेर्नुहोस्। हामी चाहिँ अहिले लन्च ब्रेकमा छौँ। सर चाहिँ उता गफ हानेर होइन, उहाँ चाहिँ गीत सुनेर बसिराख्नु भएको छ भने हामी चाहिँ यसरी बसिरहेको छौँ होइन। हाम्रो 2 बजीदेखि चाहिँ फेरि काम सुरु हुन्छ। अहिले चाहिँ हामी रेस्ट गरेर छौँ, हावा खाइरहेको छौँ फ्यानको, किनभने यहाँ गर्मी सुरु भयो, नेचुरल हावा छ यहाँ। सो द्याट आइम टेकिङ दिस आर्टिफिसियल फ्यान अफ माइन। उषा मेरो फ्यान हो। आज हामी काम सकाएर भोलि बिहानै फर्किने भन्ने प्लान थियो, तर हाम्रो प्लान चाहिँ चौपट भइसकेको छ। किनभने यहाँ बत्ती गएर हामीले हाम्रो काम गर्न पाएन, हाम्रो मसिनहरू चलेन। त्यही भएर साथीहरू यसरी बोलाइसकेका छन्।
चाहिँ यसरी ओइलाइसकेको छु म चाहिँ थाकिसकेँ फेरि भोलि यो घाममा काम गर्नुपर्ने भयो भोलि चाहिँ हाम्रो प्लान चाहिँ के छ भन्दाखेरि भोलि चाहिँ 11 बजीसम्म 12 बजीसम्म काम सकाएर चाहिँ हामी फर्किने भन्ने प्लानमा छौँ साथीहरूको अवस्था चाहिँ यस्तो छ अहिले यस्तो छ अवस्था क्यामेराको अवस्था चाहिँ यस्तो छ Till then, keep watching my vlog.